हेलो एभ्रिवान, वेलकम ब्याक। आजको मेरो मिनी ब्लगमा आइप सबजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। अनि हिजो चाहिँ गाडी खाली भयो। अब आज हिजो निक्लिनु भ्याएन, यहाँ बोर्डर बन्द भएर निक्लिनु भ्याएन। अब आज चाहिँ चट्टै निक्लिएर जाने। अनि आज निक्लिएर जानुपर्छ। अनि अब हेरौँ, आज अलिअलि गाडी काम पनि गराउँछ। अनि भ्याएन भने भोलि लोड गरेर फेरि आउने। जाम तिन जाम बल्ल बल्ल मैले चाहिँ लाइनमा छिरेको। यहाँ चाहिँ खतरा चेक हुन्छ है। यहाँ चाहिँ अब यहीँ यसमै चेक हुन्छ। त्यहाँ उयो पुरानो गाडीमा रुखहरू चेक त्यहाँनिर आर्मी चेक गराउनु भयो। उता आउने चेक हुन्छ, यता जाने चेक हुन्छ। यहाँ चेक गर्ने, उता अगाडि चेक गर्ने, उहाँ अगाडि चेक गर्ने, 5-6 ठाउँ चेक गर्नु। हामी चाहिँ अहिले बङ्गलादेशबाट इन्डियाको गेटमा आइसक्यो। यो चाहिँ इन्डिया गेट हो। अनि अब यहाँ अब इन्डिया छिर्ने। बङ्गलादेशको चेकिङ भइसक्यो, अब इन्डियाको चेकिङ बाँकी छ चाहिँ। लाइक हामी चाहिँ यहाँबाट अब हिँडिसक्यो। एउटा गाडी अगाडि गयो, दुईवटा गाडी पछि छ। एउटा गाडी जुन गाडीलाई कुरेपछि त्यही गाडी हिँड्ने। हाम्रै अल्टर बाटे। अब यहाँबाट सर हिँड्ने तर अहिले चाहिँ हामी इन्डियाबाट नेपालतर्फ छिरे। यहाँबाट चाहिँ हामी भङ्गारभित्र हाल्नुपर्छ गाडी फेरि। मेरो गाडीको चाहिँ दायाँ नम्बर गएको थियो। अनि दायाँ माथि फुर्काउन लगाएर चाहिँ हामी चाहिँ अब काठभित्रबाट गाडी फेरि बनाएर चाहिँ अब हिँड्यौँ। अब बाटो बन्द छ भने अब बिस्तारै जाउँ भनेर भयो। ल यस्तो हामी फेरि अब बेलुकाको खाना बनाउन तयार बनाइरहेछ टकटुक। यता अब बसिरहनु भयो दायाहरू नि। अब यहाँ खानजान खाएर सुतेर बिहान उठेर अनि आनन्द जाने। अब लोड चाहिँ हुँदैन भन्नुभयो। र हामी चाहिँ अब यहाँबाट यता सुरु गऱ्यो है। अब हिजो आएर यहाँ आएर खानजान खाएर बसेको थियो। अनि हामी चाहिँ यहाँबाट हिँडिसक्यो। सायद लोड नहुने सम्भव छ। लोड नहुने अब विराटनगरमा लोड हुन्छ भन्नुभयो नि। विराटनगरबाट चाहिँ लोड हुँदैन भन्नुभयो। उता बङ्गलादेशमा माल पास भएन अरे। बङ्गलादेश विराटनगर माल त्यही भएर अब सायद अब उतै लोड गर्नुतिर हुन्छ होला। हरियो चिनीकनतिरबाट हुन्छ होला। अब सायद हामी अब हरियो नै हिँड्नु पर्ने होला। अब एकछिनमा चाहिँ बुक गरेर भन्छु होला दाइहरूले नि। त्यतिर भन्नुहुन्छ होला हरियो नआइदियो भने चाहिँ कहाँ हुन्छ। मिटरसम्म चाहिँ पुगौँ पहिला। त्यही भएर बिस्तारै बिस्तारै चाहिँ हामी अगाडि बढिरहेछौँ है। ल हामी चाहिँ अब गाडी इन्टरभ्यू मैले गाडी राखेर अब हाम्रो दाइ गाडी चाहिँ लिएर अब हामी चाहिँ घरतिर लाग्यो। दुईवटा गाडी यहीँ राख्ने रे, तिनवटा गाडी यहीँ राख्ने रे। दुईवटा गाडीलाई चाहिँ अनि यहीँ बसेर बना। अब आइतबार सोमबारतिर अनि ल्याब त्यो चेक गरेर लोड हुनु सम्भव छ अरे। त्यो हेर्दैन। अनि हामी दुईजनालाई दाइ गाडी लिएर जान्छ। मलाई आइदियो अरे हिँड्दै घरतिर। म चाहिँ कस्तो लागिरहेछ दाइ? छैन। ल अब आज गाईघाटको बाटो हुँदै सरर हेटौँडा पुग्ने सिधै। गाईघाट, सिन्धुली, हेटौँडा ठ्याक्क हटिया हुँदै हेटौँडी राम्रो बाटो छ। त्यो बाटोतिर हेर्दै जाउँ होला। गाडीहरू कति प्याक छ? गाडी त बाटो बन्द भएर यति प्याक छ कि बाटोमा छैन, साइडमा धेरै। र यो चाहिँ माक्लो कोसी खोला। यहाँ चाहिँ हल्का सानो यो धेरै गहिरो छ। यहाँ चाहिँ फेरि त्यही भएर अनि उता चाहिँ ठुलो देख्ने हो ड्याम भएर। यहाँ चाहिँ ड्याम चाहिँ केही छैन। लोड गयो रहेछ नि। यो त्यहाँ रोक्छ नि।
आज त हावै चलायो कि कस्तो मिठो हावा छ त्यहाँ यो माक्लो कोसी त्यहाँ अगाडि उताको बाटो बन्द भएर सबै यताको बाटो हिँड्छ